आज हामी इरानको सैन्य शक्तिलाई अलि फरक तरिकाले हेर्छौं। संख्या, मिसाइल र यसको रणनीतिको गहराईमा डुबुल्की मारौं। ल, सुरु गरौं एउटा सिधा प्रश्नबाट। इरानको सेना वास्तवमा कति बलियो छ त? कागजमा हेर्ने हो भने त जवाफ एकदमै प्रभावशाली छ। प्रतिष्ठित IIS को मिलिटरी ब्यालेन्स अनुसार इरानसँग झण्डै 6,10,000 सक्रिय सैनिक छन्। सोच्नुस् त, यो भनेको मध्यपूर्वको सबैभन्दा ठूला सेनाहरूमध्ये एक हो। तर कथा यहाँ सकिँदैन। वास्तवमा कथा त यहाँबाट सुरु हुन्छ, किनभने इरानको वास्तविक शक्ति यो संख्यामा होइन, उसको रणनीतिमा लुकेको छ। ल, अब अलि गहिराईमा जाउँ। इरानको खेल नै फरक छ। उसको रणनीति अमेरिका वा इजरायलसँग टाउकोमा टाउको ठोकाउने, मतलब ट्याङ्क विरुद्ध ट्याङ्क लड्ने होइन। उनीहरूले अपनाएको रणनीति हो असम्मितीय युद्ध। अब यो सुन्दा अलि प्राविधिक लाग्ला, तर यसको मतलब सिधा छ। शत्रु बलियो छ भने उसको शक्तिसँग सिधै नभिड्ने, बरु उसको कमजोर नसा कहाँ छ त्यही समात्ने। यहाँ हेर्नुस् त, कति प्रष्ट छ। एकातिर छ परम्परागत युद्ध, जहाँ ट्याङ्क र लडाकु विमानको गणना हुन्छ, अनि अर्कोतिर छ इरानको रणनीति, जुन हो हजारौं मिसाइलले आकाश ढाक्ने, ड्रोनको बथान पठाउने र सबभन्दा ठूलो कुरा विश्व अर्थतन्त्रको घाँटी होर्मुज जलडमरू मध्य बन्द गरिदिने, अनि अर्कोतर्फ आफ्ना प्रक्सी समूहहरू मार्फत विभिन्न मोर्चाबाट दुश्मनलाई हैरान पार्ने। त्यसो भए यो रणनीतिलाई सफल बनाउने हतियारहरू के छन् त इरानसँग? हेरौँ है त। ल हेर्नुहोस्, इरानको मिसाइल कार्यक्रम निकै प्रभावशाली छ, जस्तै शाहाब 3, जसले सिधै इजरायलसम्म निशाना लगाउन सक्छ, अनि खुर्रम शाहर 4, जसले 2 टनको वॉरहेड बोक्न सक्छ। सोच्नुहोस् त, कति विनाशकारी होला। अनि होवेजेह जस्ता क्रुज मिसाइलहरू छन् जो रडारलाई छल्दै उड्न सक्छन्, जसलाई रोक्न एकदमै गाह्रो हुन्छ। अनि मिसाइल मात्र होइन, ड्रोनको कुरा पनि आउँछ। इरानको ड्रोन उद्योग त यति विकसित भइसक्यो कि यसले बनाएका सायद 136 जस्ता ड्रोनहरू हामीले युक्रेनको युद्धमा रुसले प्रयोग गरेको देखेकै छौं। यसले के देखाउँछ भने इरान सस्तो तर घातक हतियारहरू ठूलो संख्यामा उत्पादन गर्न सक्षम छ। तर इरानको सबैभन्दा ठूलो हतियार सायद कुनै फलामको टुक्रा होइन, बरु भूगोल हो। होर्मुज जलडमरू मध्य विश्वको लगभग 20% तेल यही बाटो भएर जान्छ। सोचौं त, यदि इरानले यो बाटो बन्द गरिदियो भने विश्व बजारमा तेलको मूल्य कहाँ पुग्ला? यो नै उसको सबैभन्दा ठूलो तुरुकको पत्ता हो। अब कुरा गरौं इरानको सबैभन्दा संवेदनशील, सबैभन्दा गुप्य र सायद उसको अन्तिम पत्ताको बारेमा। अहिलेको तनाव बुझ्न यो टाइमलाइन हेर्नै पर्छ। 2015 मा एउटा परमाणु सम्झौता भयो, सबै ठिकठाक थियो। तर 2018 मा अमेरिका पछि हट्यो। त्यसपछि इरानले बिस्तारै युरेनियमलाई थप प्रशोधन गर्न थाल्यो। यही तनाव बढ्दै जाँदा अपरेसन राइजिङ लायन जस्ता काल्पनिक सैन्य कारवाहीको चर्चा पनि हुन थाल्छ। त्यसो भए इरानको अहिलेको अवस्था के हो त? ऊ थ्रेशहोल्डमा छ, अर्थात् परमाणु हतियार बनाउन चाहिने सामग्री उसँग छ, तर उसले हतियार बनाइसकेको पुष्टि भएको छैन। उसको मुख्य लक्ष्य हो डिटरेन्स, अर्थात् हतियार नपड्काएरै हतियार छ भन्ने डरले मात्रै दुश्मनलाई पछाडि हट्न बाध्य पार्नु। ल, अब सबै कुरालाई जोडेर एउटा ठूलो प्रश्नको जवाफ खोजौं। यदि युद्ध भइहाल्यो भने इरान कति समयसम्म लड्न सक्छ? यसलाई 3वटा सम्भावित अवस्थामा हेरौं। पहिलो, यदि सीमित हवाई हमला मात्र भयो भने इरानले आफ्ना पहाडभित्र लुकाएका मिसाइल सहरहरूको प्रयोग गरेर सामना गर्न सक्छ। दोस्रो, यदि क्षेत्रीय युद्ध नै भयो भने आफ्ना सहयोगी समूहहरू र होर्मुजको पत्ता प्रयोग गरेर उसले महिनौसम्म लड्न सक्छ। तर तेस्रो, जमिनी आक्रमण, यो चाहिँ लगभग असम्भव जस्तै मानिन्छ, किनभने इरानको भूगोल निकै जटिल छ र त्यहाँका मानिसहरूमा राष्ट्रवादको भावना पनि एकदमै बलियो छ। त्यसैले इरानको शक्ति र कमजोरीलाई तराजुमा राख्दा यस्तो देखिन्छ। एकातिर उसको शक्ति भनेको विशाल मिसाइल र ड्रोनको भण्डार, होर्मुजमाथिको नियन्त्रण र बलियो राष्ट्रवाद हो। तर अर्कोतिर उसको वायुसेना निकै पुरानो छ, जुन अमेरिकी F-22 जस्ता विमानको अगाडि टिक्न सक्दैन, र दशकौंदेखिको आर्थिक प्रतिबन्धले देशको अर्थतन्त्रलाई कमजोर बनाएको छ। अब प्रश्न उठ्छ, मध्यपूर्वको यो सबै तनावले हामीलाई, नेपालमा बस्नेहरूलाई के असर गर्छ त?
असरहरू अप्रत्यक्ष भए पनि निकै गम्भीर हुन सक्छन्। सोच्नुस् त, होर्मुजमा समस्या हुने बित्तिकै पेट्रोल डिजलको भाउ कहाँ पुग्ला? खाडी मुलुकमा काम गर्ने लाखौं नेपाली दाजुभाइ दिदीबहिनीले पठाउने रेमिटान्समा के होला? अनि विश्व अर्थतन्त्र नै बिग्रियो भने हाम्रो पर्यटन र व्यापारलाई त्यसले कसरी असर गर्ला? यसले देखाउँछ कि संसारको कुनै कुनामा लागेको आगोको राप हामीसम्म पनि आइपुग्न सक्छ। र अन्तमा इरानको यो कथाले एउटा गहिरो प्रश्न छोडेर जान्छ। आजको यो संसारमा जहाँ खतराहरू सिधा नभएर बाङ्गाटिङ्गा छन्, त्यहाँ कुनै पनि देशको सुरक्षाको वास्तविक बाटो के हो? कि यो हतियार हो, भूगोल हो वा बुद्धिमानी कूटनीति? सोच्न लायक कुरा छ।